सो हाई एभ्रिवान, नमस्ते सबैजनालाई चाहिँ मेरो आजको यो सर्ट मिनी ब्लगमा चाहिँ स्वागत छ। म चाहिँ बिहानको सबै काम सकेर त्यो बिहानको भिडियो चाहिँ क्याप्चर गर्न पाएन। अब चाहिँ खाना बनाउन थाल्दैछु। अनि खानामा चाहिँ आज मैले मटर र अनि घिउ सिमी, कतिलाई थाहा छ होला, सुन्नुभएको पनि छ होला, एकदम मिठो लाग्छ कि मलाई यो चाहिँ। अनि त्यसको लागि प्याज टमाटर आलुहरू काटेर राखिसकेको थिएँ। अनि अब म खाना बनाउँछु है त। मैले चाहिँ त्यो कुकर बसालेर आफ्नो पकाउने तरिका हुन्छ है साथीहरू। मैले चाहिँ पहिले झानेर पकाउँछु। तेल राखेर तेल तातिसकेपछि त्यसमा चाहिँ जिरा अनि अघि काटेर राखेको चाहिँ प्याज राख्छु। अनि त्यो प्याजलाई चाहिँ राम्रोसँग चलाएर अनि त्यो चाहिँ अलिकति रातो रातो हुनुन्जेल चाहिँ मैले त्यसरी पकाउँछु कि आफ्नो तरिका पकाउने। हजुरलाई कसरी पकाउनुहुन्छ थाहा छैन, मैले चाहिँ यस्तै गरी पकाउँछु। अनि प्याज चाहिँ अलिअलि रातो भइसकेपछि चाहिँ यसमा चाहिँ मैले चाहिँ अघि काटेर राखेको आलु राख्छु। अनि आलु र प्याजलाई चाहिँ मजाले भुट्ने है। अनि आलु र प्याज अलि रातो हुन्जेलसम्म म चाहिँ यसलाई चाहिँ भुट्छु कि अलि बेरसम्मै भुट्छु। आलुलाई चाहिँ मैले चाहिँ आलु चाहिँ अलिकति रातो रातो भइसकेपछि चाहिँ बल्ल अरू हालेर पकाउने गर्छु। मैले चाहिँ मटरहरू पछि हाल्छु। अनि यता चाहिँ कागती पानी रेडी पार्दैछु आफूलाई। अनि आलु र प्याज चाहिँ यत्तिको रातो भइसकेपछि चाहिँ मैले चाहिँ अब यसमा अघिको भिजाएर राखेको त्यो मटर धोएर राखिसकेको थियो मैले चाहिँ यो चाहिँ। अनि त्यो मटर र त्यो घिउ सिमी राख्छु। अनि दुइटालाई चाहिँ मजाले एकछिन चलाएर एकदम अलिकति के हुन्छ नि, रातो हुन्छ नि त नै कि अलि भुट्छु यसलाई चाहिँ मजाले। यसलाई भुट्ने यस्तै पकाएको चाहिँ मलाई एकदमै मिठो लाग्छ। पहिला चाहिँ हानेर पकाएको खाना चाहिँ मलाई एकदम मनपर्छ। यस्तो गेडागुडीहरू चाहिँ मैले त्यस्तै गर्छु। अनि अलिकति भुटिसकेपछि चाहिँ त्यसमा चाहिँ थोरै नुन राख्ने है, आफूलाई स्वादअनुसार आफूले कतिको खाने हो, कतिको रस खाने हो। मलाई चाहिँ यसको चाहिँ रस मनपर्छ कि। अनि त्यसमा चाहिँ मैले नुन राखेँ। नुन राखेर चाहिँ त्यो आलु र मटरलाई चाहिँ एकछिन, आलु मटर अनि सिमीलाई चाहिँ एकछिन मैले भुट्छु कि। अनि त्यो भुट्ने अनि हजुरले चाहिँ आज के को तरकारी खानुभएको थियो साथीहरू? हामीले चाहिँ आज यो खाँदैछौँ। यता बाबुलाई पढाउने, एक्लै भएपछि चाहिँ जता पनि गर्नुपर्छ है। यता पढाउने, लेखाउने, खाना बनाउने सबै। यता चाहिँ के अरे त्यो मटर आलु अलिकति रातो भइसकेपछि मैले मसला पछि राख्छु। पहिले तेलमा राखेर चाहिँ पहिले भुटेर चाहिँ मैले पकाउँदिनँ। मसला चाहिँ मैले जहिले पनि पछि राख्छु। अनि आलु र मटर अलिकति भुटिसकेपछि चाहिँ मसला राखेर मसलालाई पनि मजाले पकाउने। अनि एकछिन त्यसलाई फेरि भुट्न छोड्दिनँ। म चाहिँ त्यस्तै गरेर पकाउँछु के अरे। हजुरहरू कसरी पकाउनुहुन्छ भनिदिनु होला। अनि एकछिन मसलाहरू राखेर एकछिन त्यो भुटिसकेपछि चाहिँ मैले चाहिँ त्यसमा माथिबाट टमाटर पनि राखेर अनि फेरि एकछिन त्यसलाई फेरि पकाउँछु। किनकि यो त्यो घिउ सिमी र आलु त पाक्छ कि, तर यो मटर चाहिँ अलि पाक्दैन कि। त्यही भएर एकछिन चाहिँ त्यसलाई अलिकति के अरे ग्यास ठुलो गराएर चाहिँ एकछिन पकाउँछु। पकाउँदै ग्यास सफा गरिदियो। म फेरि मेरो बानी फेरि त्यस्तो छ, अलिकति तेल चाहिँ चोयो भने पनि पुसेको पुसै हो, एकचोटि पुस्ने बानी छैन, पुस्दै पकाउँदै हो मैले चाहिँ। अनि त्यतिको पाकिसकेपछि चाहिँ मैले चाहिँ बेसार पछि राख्छु। बेसार चाहिँ पहिला राख्यो भने चाहिँ बेसार डढ्छ नि त। मैले चाहिँ त्यही भएर बेसार चाहिँ मैले पछि राख्ने। मसला टमाटर राखिसकेपछि मात्रै बेसार राख्छु। यसरी हजुरहरूले पकाएर ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ है। अनि यत्तिको पाकेर अनि यो टमाटर पनि अलिकति पाकिसकेपछि चाहिँ अनि यसमा चाहिँ मैले अघि तताएर पानी पनि राखेको थिएँ। अनि त्यो तताएको पानी चाहिँ थोरै राखेर फेरि यसलाई पकाउँछु कि। म त एकछिनसम्म त यसलाई यत्तिकै सिटी नलागिकन पकाउँछु कि, ढक्कन मात्रै लगाउने। अनि एकछिन भुटे जस्तो गरेर अलिकति पानी राखेर पकाउने। अनि यता त्यही बेलामा चाहिँ अब दाउदा पाक्दैछ। म चाहिँ यता तातो पानी खानु पऱ्यो भने पानी खाँदैछु। म चाहिँ बिहानमा चिया चाहिँ कहिले पनि पिउँदैन। यो तातो पानीमा चाहिँ कागती राखेर पिउने गर्छु। अनि मलाई चाहिँ खासै सन्चो पनि छैन आज, एकदम ज्वरो आउला जस्तो टाउको दुख्ने भइरहेको छ। त्यही भएर खानामा चाहिँ मैले धेरै बनाएको पनि छैन। आज त्यही मटर र आलुको तरकारी बनाउँदैछु। यता चाहिँ बाबु पढ्दैछिन्, हेलो भन्दैछिन्। लेख्ने पढ्ने आचाल चाहिँ बाबुले आफै गर्छिन्। एक्लै भएपछि जताततै गर्नु पऱ्यो है। अनि यतातिर चाहिँ मटर आलु पनि पाकिसकेछ। अनि यसलाई चाहिँ मैले बल्ल अब चाहिँ पानी हाल्ने अनि सिटी लाउने चाहिँ मैले बल्ल गर्छु कि। एकछिन चलाउने। अनि चलाएर चाहिँ अघि मैले त्यही जगमा पानी तता राखेको थिएँ। अनि त्यो तताएको पानी राखेर अनि बल्ल सिटी लगाउँछु। यसरी पकाएको खाना चाहिँ मलाई एकदमै मिठो लाग्छ। म चाहिँ पहिले आलुलाई र मटरलाई उसिनेर पछि झानेको भन्दा मलाई यसरी गराएको चाहिँ एकदम मिठो पनि लाग्छ अनि छिटो पनि हुन्छ। त्यही भएर चाहिँ मैले यसरी पकाउँछु। हजुरले चाहिँ कसरी पकाउनुहुन्छ है? आफ्नो तरिका पकाउने। यता चामल पनि धोएर रेडी पारिसकेँ। अब दुईवटा आमा छोरो छौँ, धेरै लाग्दा पनि लाग्दैन, अन्त थोरै खान्छौँ। अनि यता सिटी पनि लागिसक्यो।
खानामा। अनि मैले चाहिँ यता रुमतिर मैले केही गरेको पनि छैन कि रुममा चाहिँ यत्तिकै गरेर झाडु पोछा चाहिँ बिहान गरेँ, तर त्यसको चाहिँ भिडियो क्याप्चर गर्न पाइनँ। अब चाहिँ म रुमतिर लाग्छु, एकचोटि सर मेरो रुमको हालत देखाउँछु है। हामी चाहिँ आमा छोरा मात्रै छौँ नि त, अनि त्यस्तो बेडहरू त्यस्तो बिग्रिने त्यस्तो हुँदैन कि, जस्तो सुत्यौँ त्यस्तै उठ्छौँ हामी दुइटै आमा छोरा जो। अनि अब यता रुम सफा गर्नु पर्यो, झाडु पोछा चाहिँ बिहानै पुसपास चाहिँ झाडु पोछा मैले बिहानै गरिसकेको थिएँ। अनि अब चाहिँ मैले बेड मिलाउँछु है त। अनि बेड मिलाउँछु, बेड मिलाएर म हजुरलाई देखाउँछु। हाम्रो चाहिँ टोइलेट बाथरुम पनि यो रुमभित्रै छ, अट्याचवाला हो। अनि हाम्रो घर चाहिँ एकदम राम्रो छ कि अब घर भन्दा नि हाम्रो रुम चाहिँ एकदम राम्रो छ। अनि मैले चाहिँ यो भिडियो चाहिँ मैले मिलाएको होला चाहिँ बाबुले क्याप्चर गरेको रहेछ, यो भिडियो चाहिँ मैले बनाएको होइन, त्यही पनि राखौँ न त भनेर चाहिँ राख्दैछु। बाबुलाई गाली गर्दै कराउँदै अनि भित्र जाऊ छिटो पढ्न भन्दै। अनि पछि लास्टमा मेरो रुम चाहिँ यस्तो देखियो। मेरो रुम चाहिँ सानो छ, धेरै सामानहरू त्यस्तो छँदा पनि छैन, ठिक आफूलाई चाहिने सामान छ। मेरो रुममा चाहिँ 3वटा ऐना छ कि साथीहरू, 2वटा चाहिँ दरा छ अनि एउटा चाहिँ यो ऐना छ। अनि म यता किचनतिर आएँ। अनि किचनदेखि मेरो चाहिँ पछाडिपट्टिको यो बागो, हाम्रो त डेली यति धेरै कपडा त डेली नै हुन्छ कि, अब डेली दिनदिनै हो धुनुपर्ने। बाबु भइसकेपछि त दिनदिनै लुगा हुन्छ। आज पनि 2-3वटा कतिवटा कपडाहरू थुपिसक्यो, त्यो पनि धुन छ। अनि यता चाहिँ मेरो सानो करेसाबारी छ, त्यसमा चाहिँ मैले खासै केही लगाएको त छैन। पासीको साग छ, अनि मेथीको साग छ, धनियाँ छ। अनि पासीको साग नखाएर हेर्नु न, साग पनि फुलिसकेछ। अनि उतापट्टि मटर लगाएको थिएँ, मटर चाहिँ उम्रिएन। अनि मेरो चौथाति किचनतिरको पछाडिपट्टि चाहिँ एउटा हस्पिटल छ कि यहाँ, अनि ओम हस्पिटल, अहिले चाहिँ नाम सनराइज भएको छ। अनि यो चाहिँ मेरो अगाडिपट्टिको घरको उसहरू, अगाडिपट्टिको बाग के अघि देखाएको पछाडि, यो चाहिँ अगाडिपट्टि, यो चाहिँ हाम्रो घरको अगाडिपट्टिको बाग हो। यता चाहिँ मेन हाइवे पर्छ। अनि यो चाहिँ यतातिर नानीहरू बस्नुहुन्छ, हामी चाहिँ यता पछाडितिर बस्छौँ। अनि मेरो दाल पनि ठ्याक्क पाकेछ, कस्तो मजाले, हेर्नु न कस्तो मजाले पाकेछ कि हेर्दै खाउँ लाग्ने। अनि मैले चाहिँ यो दाल बनाउन चाहिँ मेरो बुढालाई एकदमै सम्झिन्छु कि मेरो बुढाको फेभरेट हो कि यस्तो गेडागुडीहरू मेरो बुढालाई एकदम मनपर्छ। त्यही माथि घिउ सिमी त झन् फेभरेट भएको छ। पुरा हजुरलाई मैले धेरै मिस गरेको छु है यो दाल बनाउँदा चाहिँ। अनि त्यसमा चाहिँ मलाई त यसको सुक्खाभन्दा चाहिँ मलाई झोलै मनपर्छ। हामी त झोलै खान्छौँ है, हजुरले कस्तो खानुहुन्छ थाहा छैन। अब आमा छोरा मात्रै छौँ, म त बिहान बनाएर बेलुकी पनि यो खाने, बेलुकी बनाउँदिनँ, बेलुकी बनाउने भात मात्रै हो। बिहानैमा दाल सब्जी बिहानै बनाएर राख्छु। अनि यसलाई चाहिँ अब तातो पनि राखेको छु, अब यसलाई मजाले उमाल्ने, एकछिन भकभक त्यो पाक्छ है। अनि पाकिसकेपछि कस्तो देखिन्छ हेर्नु न, म हजुरलाई देखाउँछु। कस्तो मजाको देखिरहेको छ, हेर्दै खाउँ लाग्दो भएको छ कि है, यस्तो मिठो होला जस्तो। मलाई चाहिँ मटर आलु एकदम मनपर्छ। हामी चाहिँ प्रायः हरियो सब्जी भन्दा पनि यस्तै गेडागुडीहरू मात्रै खाइरहेको हुन्छौँ। खासै हरियो सब्जी मैले पनि खाँदिनँ, बाबुले पनि खाँदैन, त्यही भएर यस्तै गेडागुडीहरू बनाउने खाना त खान्छौँ कि, तर अलिकति ज्यादा चाहिँ यस्तै गेडागुडी खान्छौँ हामीले चाहिँ। अनि त्यसलाई चाहिँ मेरो सानो मिनी हर्कसमा चाहिँ मैले खनाएँ हाम्रो बाबुको र मेरो लागि। त्यसैमा चाहिँ त्यो कुकरलाई पखालेर चाहिँ त्यसैमा मैले चाहिँ भात बसाल्छु। दाल चाहिँ कस्तो, हेर्नु न कस्तो राम्रो देखिएको क्या, वाह, आउनु है साथीहरू खानु तातो जाडोमा। अनि यता भात पनि बसालेँ, अब स्कुलको लागि लेट हुन्छ नि त बाबुलाई। भात पनि पाकिसक्यो, बाबुको खाना चाहिँ त्यो हो। अनि यो चाहिँ मेरो खाना, बाबुले चाहिँ मुलाको अचार मन पर्दैन, मलाई चाहिँ मुलाको अचार मनपर्छ। अनि हामी खाना खाइसकेर भाँडासाँडा माजिसकेँ, त्यो भिडियो चाहिँ मैले क्याप्चर गर्न पाइनँ। यता चाहिँ रुमतिर बाबुको स्कुलको ड्रेसहरू पनि रेडी पारेँ। अनि अब बाबुलाई स्कुलको लागि रेडी पार्ने, अनि स्कुल लैजाने छोड्ने भन्दा पनि बाटोसम्म चाहिँ जानुपर्छ। बाबुको चाहिँ गाडी बाटोमा आउँछ नि त। अनि यहाँ रेडी पार्ने, आमा छोरा कुरा गर्दै गफ गर्दै। मलाई आज स्कुल जानै मन छैन भन्छ, खालि स्कुल जान मन छैन भन्छ। के होला मेरो बाबु, के भएको यस्तो है। आज म पनि हजुरसँग घरै बस्छु न भन्छ, खालि त्यही हो कि स्कुलै जाँदिनँ, 2 दिन त लगातार गयो, अब आज जाँदिनँ नि भन्छ। अनि गाली गर्दै जानुपर्छ, त्यस्तो गर्ने होइन नि, स्कुल त जानु पऱ्यो नि बाबु भन्दै सम्झाउँदै ड्रेस लगाइदिँदैछु। जाडै छ नि, यतातिर त अझै जाडै छ है। घरमा बस्नेलाई त बरु ठिकै हुन्छ होला, बाहिर हामी त घाम ताप्छौँ, स्कुलमा चाहिँ बच्चालाई जाडै हुन्छ। त्यही भएर म त स्वेटरहरू लगाएर पठाइदिन्छु, स्वेटर टोपीहरू चाहिँ लगाएर पठाइदिन्छु। बसमा चाहिँ चिसै हुन्छ नि त। आमा छोराको चाहिँ खै के गफ चलेको होला। अनि हाम्रो डेडी कहिले आउनुहुन्छ र भन्छ, कतिखेर के भन्छ, कतिखेर पैसा दिनु है मलाई भन्छ, कतिखेर के भन्छ, हैरान पराउँछ। तिमीलाई माया गर्छु है भन्छु, अनि नै पैसा दिनु पहिला माया गर्नलाई भन्छ, भिडियो राख पनि भन्छ।
अनि फेरि अब ड्रेस ल्याएर भइसकेपछि अब कपाल पनि काट्न पनि टाइम छैन कि अस्ति सटरडे जाने भनेको बाबुको जन्मबार हो, हामीले चाहिँ जन्मबारमा कपाल काट्दैनौँ। अनि सन्डे हिजो जाने भनेको हिजो चाहिँ मलाई सन्चो थिएन, आज नि मलाई सन्चो त छैन, त्यही पनि यस्तो सानो सर्ट भिडियो बनाउँछु भनेर चाहिँ जाँगर चाहिँ बनाउँदैछु कि। त्यही भएर मेरो भोइस पनि कस्तो आएको छ होला त्यही पनि चर्को नमानिकन हेर्नु होला, सुन्नु होला है। बाबुलाई चाहिँ तेल सेल लगाइदिएर सबै रेडी पार्छु। स्कुल जाने बेलामा चाहिँ दिनभरि बिहान बढी हटायो भने पनि दिनभरि नहुने नि त, कस्तो माया लाग्ने कि स्कुल पठाउँदाखेरि। अनि यत्रो 4-5 घन्टा एक्लै बस्नुपर्छ नि त, प्लिज म जान्न नि है प्लिज भनेर मलाई कति रिक्वेस्ट गर्दैछ। त्यस्तो भने त कहाँ भयो त नि, स्कुल त जानु पऱ्यो, पढ्नु पऱ्यो, ठुलो मान्छे बन्नु पऱ्यो नि त भन्छु, मैले सम्झाउँछु। अनि ल ल भन्दै अब स्कुलको लागि चाहिँ रेडी भएर बाबु निस्क्यो। अनि अर्को टोपी चाहिँ लगाउनु नमान्ने, खालि यो टोपी लगाउँछु भन्ने कि। अनि यस्तै मुख पनि ढाक्न मिल्छ अरे। बाबुको अगाडि चाहिँ त्यहाँ अगाडिपट्टि चाहिँ आउँछ, बाबुले चाहिँ यहीँ साथी आफ्नो साथीलाई कुरिरहेको छ। बाबुको साथी आइछिन्, उताबाट आउने हुन् बाबुको साथी चाहिँ। अनि बाबुको साथी आइसकेपछि यहाँबाट सँगै बाबु र बाबुको साथीबाट सँगै त्यहाँसम्म घर सँगै जान्छन्। बाबुको साथी आएर अगाडि अगाडि साथी हिँडिन्छन्, बाबु चाहिँ मसँग पछि पछि हिँडिन्छन्। बाबुको गाडी पनि ठ्याक्कै आइहाल्यो। अनि बाबु स्कुलमा जाने बेला भयो, बाबुको गाडी चाहिँ ठ्याक्कै 9:30-9:35 आउँछ। बाबुले स्कुल पुऱ्याएर मग पनि घर आइपुगेँ। ल आजको चाहिँ मेरो बिहानको उस चाहिँ यति नै हो। अब चाहिँ म चाहिँ काम केही पनि छैन। बाई बाई, लभ यु अल।